हेलो गाइज, के छ तपाईँ सबजनालाई स्वागत छ फेरि पनि मेरो मिनी ब्लग्समा। र आज एकदम गर्मी लागेर टट्टाएर चाहिँ म चाहिँ आज साथीसँग एक ठाउँ जाँदैछु। कहाँ जाँदैछु भन्दा तपाईँहरूलाई अहिले म 2 मिनटपछि देखाउने छु। र फाइनली साथी पनि बाइक लिएर आइसकेको छ, चस्मा सस्मा लगाएर टक्क भएर। र अब हामी यहाँबाट निस्क्यौँ र निस्किएपछि हामी बौद्धको पनि थोरै तपाईँहरूलाई दर्शन गरायौँ होइन। बौद्ध पनि बाहिरबाट दर्शन गरेर हामी अब पुग्नु लागिसक्यो हाम्रो गन्तव्यतिर। कहाँ हो त भन्दा थोरै सरप्राइज छ फेरि यहाँ पनि। र सरप्राइजको बिचमा पुग्दा हामी बाइकको सोरुममा पुग्यौँ। सोरुम होइन गाइस, फेरि यो पार्किङ हो। हामी फेरि पार्किङ राखेर फेरि हामी माथि लिफ्टतिर चढ्न गयौँ। र लिफ्टमा त मान्छेहरू एकदम प्याक भइसक्यो थियो। हामी जाँदाखेरि त्यही पनि हामी ढिलो भइसक्यो बेला चढ्यौँ। त्यसपछि मैले ऐना हेरेँ, यस्तो साथी फेरि सिन्टी भइसकेको रहेछ यता फेरि। र साथी चाहिँ यसले गर्दा ढिलो भयो भनेर छिटो त्यहाँ भर्याङ चढ्दै थियो। र म पनि फर्लक्क क्यामेरा यता फर्केर कस्तो चाहिँ देखेको छ त, हलमा चाहिँ कस्तो देख्दो रहेछ भने म पनि हेरेर हामी गयो अगाडि। र जाने बित्तिकै म चाहिँ हतार भएकोले बाइक पार्किङको टिकट पो दिइरहेको रहेछ कि दिदीलाई। साथीले त्यो होइन हो यहाँ फोनमा छ भने दिनुभयो। र त्यसपछि हामी छिर्यौँ, साथी पनि टुइक्का टुइ हिँडिरहेको छ भने एकैचोटि अँध्याएर आयो। म त अन्डरटेकर पाउनु लाग्यो क्या। र फिल्म सुरु भइसक्यो थियो। थोरै तपाईँहरूलाई टेलर है त पुरै हेर्नु लाग्दा फेरि हामी जस्तो टिकट काट्नु पऱ्यो नि त। र यो मुभी चाहिँ स्कुल लाइफसँग रिलेटेड थियो, स्कुल लाइफको एउटा बालकसँग। अनि एकदम रमाइलो लाग्यो। र लास्टमा चाहिँ म त झन्डै रोइदिएको यार, कस्तो सेन्टी बनायो। र यो फिल्मलाई डिरेक्सन गर्नुहुने चाहिँ हाम्रो जोन सर हुनुहुन्थ्यो। एकदम राम्रो मुभी बनाउनु भएको छ जोन सर, एकदम बवाल लाग्यो। फिल्म चाहिँ एकदम राम्रो थियो, सिम्पल होइन। र लास्टमा झन्डै आँसै झरेको थियो। त्यही होइन नि त, आँखामा म देखेर चाहिँ आँसु झन्डै झरेको भनेर। र साथीलाई नि मैले सोधेँ, तँलाई चाहिँ कस्तो लाग्यो त्यो ओभरअल मुभी चाहिँ भनेको होइन नि। स्टोरी भनौँ न, स्कुल पढ्दाको याद आयो कि याद आयो ल। र भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।